मैले त उहाँलाई म ठग त भन्दिनँ। किन भन्दिनँ भने कोही पनि व्यक्तिले आफूले कुनै पनि एउटा चाहिँ व्यवसाय गर्नलाई पैसा लिन सक्छ। नतिरेर भएको भए, देश छोडेर भएको भए होइन, मैले उहाँलाई हो ठग भन्थेँ। तर जब उहाँ यहीँ बसिरहनु भएको छ, यत्रो मासमा आएर काम गरिरहनु भएको छ भने र उहाँले तिर्दै पनि हुनुहुन्छ होइन, मैले तिर्दिनँ कहिले भन्नु भएको छैन भने उहाँलाई चाहिँ एउटा प्रतिशोध, राजनीति प्रतिशोध गरेर उहाँलाई चाहिँ ठाउँ ठाउँमा घुमाएका हुन्। किनभने उहाँको चाहिँ नि जनप्रियता देखेर पनि यिनीहरूलाई जेलिसी भएको हुनसक्छ। त्यस कारणले प्रत्येक पार्टी, कुन चाहिँ पार्टीले चाहिँ नि गराएको छैन, यत्रो घुसको काण्डहरू निक्लिरहेछ। अनि रवि लामिछाने मात्रै हो, त्यो त उहाँलाई प्रतिशोध गरेको हो। किनभने अब उहाँ अगाडि बढिरहनु भएको छ, त्यस कारणले हो। तर यो ग्यारेन्टी छ कि रासपा आउँछ, रासपाले एकदम ग्यारेन्टी हो। किनभने उहाँले भित्र जस्तो मेरो मनमा बस्नु भएको छ, यस्तो सबैको मनमा पनि बस्नु भएको छ। उहाँले चाहिँ म त उहाँलाई निक्लेको दिन त यति खुसी भएँ। हुन त हेर्नु, मैले कहिले पनि उहाँको अगाडि गएर म तपाईँलाई सपोर्ट गर्छु भनेर गएको पनि छैन होइन। सुरुमा चाहिँ म पार्टीमा धेरै फेरि गएँ, किनभने त्यो फर्महरू बुझाउनलाई, फर्महरू लिनको लागि होइन। अनि त्यस्तै चाहिँ त्यो मैले मान्छेहरू लिएर गएँ र टोलको मान्छेहरूलाई परिचितहरू गराएँ, त्यो चाहिँ मैले गरेँ। त्यस पछाडि अब सबैले चिन्दै हुनुहुन्छ भने म पनि त्यसरी दौडिनु त पर्दैन, किनभने अब आफै दौड्छ कि पार्टी। किनभने काम त राम्रो छ नि, एक दुईजनाले छोडेर एक दुईजनाले चाहिँ नि नराम्रो भनेर नराम्रो हुने होइन नि। त्यो त उहाँले गरेको कामलाई मान्छेले नि एउटा सेतो पर्दामा हेर्नु सानो कालो टिका देखिन्छ कि, सानो नराम्रो पनि छैन। त्यो के भन्नु, झुकेर पनि हुनसक्छ, मान्छे नबुझेर पनि हुनसक्छ होइन। मान्छेले मान्छेलाई दोष त जहिले दिया हुन्छ नि। त्यसमा पनि यत्रो पार्टी ह्यान्डल गरेपछि यी सबै पुरानो बुढा पार्टीहरू जसले देशलाई गिताएका छन्, अनि तिनीहरूका ती कार्यकर्ताहरू झोलेहरूले चाहिँ यति नगरे कसरी अगाडि बढ्ने। अनि अर्को कुरा चाहिँ के भने नि, त्यो अब रवि लामिछानेजी अलिकति प्रष्ट वक्ता हुनुहुन्छ होइन। उहाँले कुनै पनि कुरालाई चाहिँ आफूले यसरी भनिदिनुहुन्छ कि। र अर्को कुरा मैले के रियलाइज गरेको छु भने रवि लामिछानेजी अहिले मात्रै चाहिँ नि हाइलाइट भएको होइन, उहाँले धेरै लामो समयदेखि जनताको छोराछोरीलाई होइन, उनीहरूको परेको दुःखमा, ती बुढा आमा बाबुको दुःखमा मलम लगाइदिनु भएको छ। त्यो बेलाको चाहिँ अहिले निक्लेको हो नि त। आज रोपेको फुल त आज निक्लिँदैन, फुल्दैन नि। त्यो बिउ त कहाँ हुन्छ भन्दाखेरिमा त माटो मुनि हुन्छ, बिस्तारै त्यो माटोबाट अलिकति टुसा निक्लिन्छ, अलिक गर्दै 5, 2, 5, 4 5 हुँदै झ्याङ हुँदै पछि फुलै फुल फुल्छ। हेर्नु यति फुल फुल्छ, यति फल लाग्छ नि, त्यो दिन नजिक आउँदैछ। र उहाँले जब अझ पनि उहाँको फल त लगाइसक्यो, अब फलबाट फेरि झरेर बिउ, एउटा फलमा कति हुन्छ बिउ र कति बोट बिरुवा निक्लिन्छ, त्यो त बिस्तारै समयले देखाउँदैछ नि। कहिले कहिले म पनि रियलाइज गर्छु, मैले शिक्षामा यति काम गरेँ तर मैले मेरो कुराहरू चाहिँ पास गर्न सकिनँ, पोलिसीमा म जान सकिनँ, मलाई कहिले फिल हुन्छ। त्यस्तै हो कि यो कुरा, के पनि होइन। त्यस कारणले चाहिँ त्यो उहाँ कहिले कहिले जानुभयो, पोलिसीको लागि जानुभयो कि, त्यहाँ नपुगिकन त त्यो गर्न सकिँदैन नि। जस्तो मैले रियलाइज गरिरहेको छु, मैले गर्न सकिनँ नि कति कुराहरू होइन। त्यस कारणले त्यहाँ उहाँ गएको पनि त्यो पदको लागि होइन, के गर्छु भनेर गएको हो। यी बुढा पार्टीहरूले गर्न सक्दैन, यिनीहरू फटा भइहाले। अब अर्को कुरा के भन्नुहुन्छ भने अब कसले दिने त यसको लागि? त अब देश चलाउने भनेको त एउटा राम्रो पार्टी हुनु पर्यो, त्यसपछि सक्षम व्यक्तित्वहरू हुनु पर्यो होइन। र त्यसमा त रासपामा छ नि होइन। यसको लागि त त्यो लेभलको चाहिँ नि व्यक्तित्वहरू त त्यो पार्टीमा हुनु पर्यो नि। र रासपामा त्यो लेभलको व्यक्तित्वहरू हुनुहुन्छ। कारणले चाहिँ यो पार्टीले चाहिँ नि आफू उठोस् या अरूलाई उठाउनु उहाँहरूले, किनभने पार्टीको निर्णय हो नि त, या व्यक्तिको निर्णय त होइन नि। त्यस कारणले चाहिँ बालेन सालेजीले पनि राम्रोसँग गर्न सक्नुहुन्छ, किन उहाँले हिम्मत भएको मानिस होइन। र उहाँले पनि स्वच्छ काम गरेर देखाउनु भएको छ। त्यसमा रविजीको पनि साथ पाउनु भएपछि अब बालेन र रवि मिलेपछि र त्यस्तै नयाँ पार्टीहरू पनि राम्रो राम्रो व्यक्तित्व पनि आउनुपर्छ भन्छु म त। एक भएर यी पुरानो फोर्स सबै फ्याँक्नु पऱ्यो कि नयाँ एकदम एउटा चाहिँ यस्तो कि नयाँ एकदम भराउँदो नेपाल एकदम होइन। एउटा चाहिँ नि शान्तिप्रिय, एकदम शान्ति थियो हाम्रो देशमा होइन, शान्तिप्रिय एउटा देश, एउटा चाहिँ सक्षम नागरिक। अनि अर्को चाहिँ कस्तो भन्नुहुन्छ भने त्यो जस्तो यो देशलाई चाहिँ समृद्धमा लग्ने होइन, जनताहरूलाई को जुन घाँस बाँस कपास सुन्दै आएको कुरा हो, त्योभन्दा माथि जानु पर्यो अब हामी होइन। घाँस बाँस कपास जसरी बाँचे हुन्छन् कि त्योभन्दा बढी के हो त यो हाम्रो देशको वास्तवमा चाहिँ यो देशमा जुन कुराले हामी यसरी पिछडिएका छौँ, केले गर्दाखेरिमा त त्यो भ्रष्टाचारले मात्रै हो कि शिक्षाको कमीले हो कि होइन, र हाम्रो चाहिँ स्रोत साधनको राम्रो उपयोग नभएर हो कि यो देश यसरी चाहिँ ब्याक भएको र यसरी जवान हाम्रो चाहिँ छोराछोरीहरू चाहिँ बाहिर चाहिँ नि आत्तेर चाहिँ आफ्नो देशै छोडेर भागिरहनु भएको छ। त्यहाँ उनीहरूलाई कति दुःख सहेको छ,
यदि अलिकति मात्रै अगाडि बढ्ने हो भने त यही देशमा उहाँले जे पनि गर्न सक्नुहुन्छ नि। र आफ्नो देशमा जस्तो कहाँ बाहिर हुन्छ 2 नम्बरको जनता भएर कसलाई बस्न मन लाग्छ? त्यो त मजबुरी थियो। र त्यो मजबुरी के हो त? अब यो चाहिँ क्लु खोलेर अगाडि बढ्नुपर्छ अब आउने पार्टीले। उहाँ अलि राम्रै नेता नै मानिन्थ्यो पहिला त होइन। यो केसले चाहिँ म के भन्छु भने उहाँले जुन कुरा बोल्नु भएको छ त्यसको रिसर्च गरेर त्यसको प्रमाण चाहिँ उहाँले चाहिँ पेश गर्नुपर्छ। यदि पेश गर्नुभयो भने गगन थापाजी तपाईँ ठिकै हुन्छु भन्छु, होइन भने चाहिँ उहाँले चाहिँ आफू अगाडि बढ्नको लागि कसैलाई चाहिँ नि यसरी हत्या गर्न चाहिँ पाइँदैन। नैतिक हत्या हो नि, त्यो त मान्छेको लाइफको कुरा हो नि। त्यसलाई यसरी नैतिक हत्या चाहिँ गर्न पाइँदैन। किनभने नि जनताहरू कति हुने 20% जनता एकदम बुझेर रिसर्च गरेर बोल्ने हुन्छ, अथवा 30% पनि। अरू केही जनताहरू बुझ्दै बुझा हुन्छन्। र बिचको जनताहरू जता हावा लाए उतै चाहिँ दौड्छन् कि यता आयो कि यता हो कि भनेर दौड्छन्। अब गगन थापाजीहरूले यस्तो कुरा गरेपछि त ती साधारण त्यो 70% जनता अथवा 60% जनताहरू त त्यो हावामा दौड्ने त हो नि। म एकदम वाक्क भएको थिएँ, किनभने जहिले पनि यो देश राम्रो होस् भनेर म फिल गर्ने। मैले धेरै चान्स पाएको बाहिर विदेशमा बस्नलाई। मैले नै देशै चाहिन्छ भनेर बस्ने मान्छे, त्यसैले देशको लागि राम्रो होस् भनेर मैले कल्पना गरिरहेको। त्यसमा जब रवि लामिछाने उदाउनु भयो नि, मलाई के भयो भने ओहो बल्ल एउटा चाहिँ उदयमान एउटा चाहिँ नेता आउनुभयो, अब चाहिँ मैले उहाँलाई गर्नुपर्छ भनेर मलाई चाहिँ भित्रबाट मलाई फिल भएर मैले गरेको। अब अहिले पनि हेर्नु कसले गर्छ त? हामी देखाउन टुक्रा टाक्ने पार्टीले गर्न सक्ने कुरा छैन होइन, साधारण कुरा गर्ने मान्छेले गर्न सक्ने कुरा छैन होइन। तर हामीले एउटा यस्तो मेहनत गर्नुपर्छ कि एकलौटी सरकार ल्याएर यो देशमा शान्ति चाहिँ स्थापना गर्नुपर्छ। अरू कुरा म त यो पनि भन्छु कि मैले कुनै काम गर्नलाई भने मैले के अब लोन नलिने अनि मैले के काम सुरु नगर्ने? रविजीले त्यतिखेर लिएको चाहिँ दिनको तलब अहिले आएर बोल्ने हो? त्यो त उसले यो पार्टी खोल्नुभन्दा अगाडिदेखि गरेको कुरा हो नि। त्यो बेला पनि उहाँले चाहिँ के पनि नगरेर के हात बाँधेर बस्ने हो र? त्यस कारणले म के भन्छु भने कोही पनि मानिसहरूले आफूलाई गर्न सक्छ र त्यो इस्यु बनाएर चाहिँ नि पोलिटिक्स हो, यो पोलिटिक्स हो। पोलिटिक्समा इस्यु हामीले जानु पर्थ्यो। देशमा कुन कुन कुराले हामी पिछडिएका छौँ भने इस्युमा जानुपर्ने ठाउँमा कुन कुराले कसलाई लडाउने भनेर गइयो कि त्यो गलत थियो। र अहिले पनि मैले गर्दैछु उहाँले सब। मैले त उहाँलाई म ठग त भन्दिनँ। किन भन्दिनँ भने कोही पनि व्यक्तिले आफूले कुनै पनि एउटा चाहिँ व्यवसाय गर्नलाई पैसा लिन सक्छ। नतिरेर भएको भए, देश छोडेर भएको भए होइन, मैले उहाँलाई हो ठग भन्थेँ। तर जब उहाँ यहीँ बसिरहनु भएको छ, यत्रो मासमा आएर काम गरिरहनु भएको छ भने र उहाँले तिर्दै पनि हुनुहुन्छ होइन, मैले तिर्दिनँ कहिले भन्नु भएको छैन भने उहाँलाई चाहिँ एउटा प्रतिशोध राजनीति प्रतिशोध गरेर उहाँलाई चाहिँ ठाउँ ठाउँमा घुमाएका हुन्। किनभने उहाँको चाहिँ नि जनप्रियता देखेर पनि यिनीहरूलाई जेलिसी भएको हुनसक्छ। त्यस कारणले प्रत्येक पार्टी कुन चाहिँ पार्टीले चाहिँ नि गराएको छैन, यत्रो घुसको काण्डहरू निक्लिरहेछ। अनि रवि लामिछाने मात्रै हो, त्यो त उहाँलाई प्रतिशोध गरेको हो, किनभने अब उहाँ अगाडि बढिरहनु भएको छ। त्यस कारणले हो। तर यो ग्यारेन्टी छ कि रासोपा आउँछ, रासोपाले एकदम ग्यारेन्टी हो। किनभने उहाँले भित्र जस्तो मेरो मनमा बस्नु भएको छ, यस्तो सबैको मनमा पनि बस्नु भएको छ उहाँ। जय घन्टी भनेपछि जय घन्टी।